करिश्मा संसद कसरी बन्छ होला तिमीलाई थाहा छ? खै त त्यो त मलाई पनि थाहा भएन। कसरी बन्छ होला? के तपाईहरुलाई थाहा छ संसद भनेको के हो? के तपाईहरुलाई थाहा छ नेपालमा व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाले काम कसरी गर्छ? के तपाईहरुलाई संसदीय कार्यशैली र कार्यसूची बारे जानकारी छ? के तपाईहरुलाई थाहा छ हामीले जिताएर पठाएको प्रतिनिधिहरुको कार्य के हो? के तपाईहरु भन्न सक्नुहुन्छ नेपालमा बजेट निर्माण कसरी हुन्छ? के तपाईहरुलाई थाहा छ नेपालको संसदीय व्यवस्था प्रक्रिया बारे? के तपाईहरुलाई थाहा छ नेपालमा कानुन निर्माण कसरी हुन्छ? सुजना कानुन कसले लेख्छ होला? खै त मलाई पनि थाहा छैन कसले लेख्छ होला? साच्चै कसले लेख्छ होला? खै त सुषमा यो संसदको बारेमा अफिसमा गएर सल्लाह है। हुन्छ। सर संसद बारे बुझ्दै जाँदाखेरि हाम्रो मनमा संसदभित्र हुने कार्यहरू कसरी हुन्छन् भन्ने मनमा जिज्ञासा आयो। सो बारेमा हामीले विस्तृत रूपमा जान्नलाई के गर्नु पर्ला सर? सोको बारेमा विस्तृत रूपमा जानकारी लिनको निम्ति संसदीय अभ्यासको बारेमा एउटा नमुना कार्यक्रम गरौँ न त। यो कार्यक्रम कहिले गर्दा ठिक होला सर? श्रावणको 9 र 10 गते बिदा परेको दिन सो कार्यक्रम राख्दा अझ राम्रो होला। 9 गतेको दिन हामीले अभ्यास कार्यक्रम राख्नेछौँ र 10 गतेको दिन पूर्ण रूपले सामाजिक रूपमा जाने अनुसारले हामीले सो कार्यक्रम आयोजना गर्दा राम्रो हुन सक्छ र तपाईहरु त्यही अनुसारले तयारी गर्नुहोस्। नमस्कार, मेरो नाम इन्द्रबहादुर खत्री। म नेशनल युथ वेलफेयर नेपालको केन्द्रीय कार्यक्रम संयोजक। मेरो नाम दुर्बिन ओली, म नेशनल युथ वेलफेयर नेपालको संयोजक। सप्तरङ्गी इङ्ग्लिस स्कुलले लुम्बिनी क्षेत्रमै एउटा ऐतिहासिक कार्यक्रम गर्न गइरहेको छ। सँगै नमुना संसद कार्यक्रम 2 दिनको हुनेछ। 10 क्लाससम्म अध्ययनरत भाइ बहिनीहरूलाई सहभागी बनाएर नेपालको संसदीय अभ्यास, संसदीय कार्यसूची र कार्यप्रणाली र विशेष गरी सङ्घीय संसदको अधिवेशन आह्वानदेखि अन्त्यसम्मको विशेष गरी प्रतिनिधि सभामा कानुन कसरी बन्छ र कानुन बन्ने क्रममा यसको इन्टरनल बिजनेस प्रोसेस के हो भन्ने कुरामा पहिलो दिनमा चाहिँ थ्योरिटिकल एप्रोचबाट चाहिँ यो संसद भनेको के हो, संसदले के काम गर्छ लगायतका कुराहरू हामीले चाहिँ प्रस्तुत गर्नेछौँ, विद्यार्थी भाइ बहिनीहरूलाई देखाउनेछौँ। त्यसपछि दोस्रो दिनमा चाहिँ हाम्रो विशेष गरी संसद नै आह्वान भएर संसद नै चल्नेछ र त्यहाँ एउटा नमुना कानुन चाहिँ पारित गरिनेछ। यो कार्यक्रममा प्रशिक्षकको रूपमा हामीलाई बोलाएर केही नयाँ कुराहरू, सैद्धान्तिक कुराहरू र व्यावहारिक कुरा जुन चाहिँ कानुन निर्माण प्रक्रियासँग, बजेटिङ प्रक्रियासँग र सम्पूर्ण यो सङ्घीय संसदको इन्टरनल बिजनेसको प्रक्रियासँग छ त्यो कुरा सिकाउनलाई हामीले यो अवसर पाएको पनि म विशेष गरी उहाँहरूलाई आभार प्रकट गर्न चाहन्छु। धन्यवाद।